अरे घर भनेको त्यो घरको महिला हो रे, प्रमुख महिलालाई चाहिँ घर भनिन्छ। हामी सबै अहिले गृहस्थ आश्रममा छौँ। अब ब्रह्मचर्य, पहिला ब्रह्मचर्य बुझौँ। ब्रह्मचर्य भनेको अहिले हाम्रा बटुक भाइहरू छन् नि, बाबुहरू, यी ब्रह्मचारी हुने, यो ब्रह्मचर्य अवस्था हो। 25 वर्षसम्मको उमेर चाहिँ ब्रह्मचर्य अवस्था हो। गुरुकुलमा जाने, विद्या अध्ययन गर्ने, गुरुको आदेशलाई मान्ने, गुरुको आदेश बिना खाना पनि मिल्दैन उनीहरूले, आफू खुसी खाने पनि अधिकार हुँदैन। गुरुको आज्ञा लिएर मात्रै खाने हो। बिहान उठ्ने हो, नुहाइधुवाइ गर्ने, ध्यान गर्ने, जप गर्ने, योग गर्ने, पूजा गर्ने अनि स्वाध्याय गर्ने, इन्द्रियलाई बसमा बनाउने, रिस नगर्ने, आफूभन्दा ठुलाले भनेको मान्ने, भिक्षा मागेर ल्याउने। अहिले त भिक्षा मागेर ल्याएर गुरुलाई निवेदन गर्ने, गुरुलाई दिने अनि त्यसपछि गुरुको आज्ञा बमोजिम आफूले उपभोग गर्ने। यो चाहिँ ब्रह्मचर्य आश्रम हो। अब गृहस्थ आश्रम। अब गृहस्थ आश्रम भनेको कस्तो त भन्दाखेरि, गृहस्थ 25 वर्षदेखि उता 50 वर्षसम्म चाहिँ गृहस्थ आश्रम हो। त्यही बिचमा विवाह गर्ने, सन्तान उत्पादन गर्ने, सम्पत्ति आर्जन गर्ने, परिवार पालन पोषण गर्ने समय भनेको त्यही समय हो। अब त्यो भित्र के पर्छन्, त्यो अवधिभित्र के भनेको छ गृहस्थ आश्रमलाई भने, सानन्दम सदनम सुतस्तु सुधिय कान्ता प्रिय लापिने इच्छा पूर्ति धनम स्वयो सतिरपि स्वाज्ञा परा सेवका आतिथ्यम हरिपूजनम प्रतिदिनम मिष्टान्न पानम गृहे साधो संगमुपासते च सततम धन्य गृहस्थाश्रमम। अब कस्तो गृहस्थाश्रमलाई धन्य भन्ने त, कस्तो गृहस्थाश्रमलाई, जहाँ चाहिँ जुन घरमा सानन्दम आनन्द छ, सुख छ, कुनै चिजको अभाव छैन, खानेकुरा पनि सकियो भने पनि खोज्न जानु पर्दैन, लगाउने कुराको लागि कसैसँग केही माग्नु पर्दैन, आफूलाई आवश्यकता परिपूर्ण हुने किसिमबाट सबै चिज छ। सुतस्तु सुधिय, आफ्ना सन्तानको बुद्धि पनि असल छ, बाबा आमाले भनेको मान्छन्, दाजुले भनेको मान्छन्, ठुलाले भनेको मान्छन्, असल बाटोमा हिँडेका छन्। कामता प्रिय लापिने, श्रीमान श्रीमतीको बिचमा कुनै किसिमको विवाद हुँदैन, झै झगडा हुँदैन, कहिलेकाहीँ ठक्का ठुक्का त हुन्छ, तर त्यो दीर्घकालीन रूपमा जानु हुँदैन। मिलेर बसेको परिवार छ, श्रीमान श्रीमती पनि मिलेर बसेको अवस्था छ। इच्छा पूर्तनम स्वयो सद्यपि, सकिन्छ भने काम गर्ने मान्छे पनि राख्न सकियोस्, आफूले धान्न नसके सकेसम्म त आफैले गर्ने यो काम, अरूलाई लगाउने होइन। किनभने हामी यो कर्मभूमि हो नि, कर्मभूमि भएको हुनाले आफैले काम गर्ने हो। नसकेको अवस्थामा मात्रै कसैलाई काम गरेर राख्ने हो, सके चाहिँ आफैले गर्ने हो काम। यसलाई मलाई पुगेकै छ मान्छे राख्छु भनेर त्यो भन्नुभन्दा सक्ने काम चाहिँ आफैले गर्नु, सक्दै नसके त राख्नै पर्यो। स्वाज्ञा परा सेवका आतिथ्यम हरिपूजनम प्रतिदिनम, सधैँ अतिथिको सेवा गर्न पाइयोस्, दिन दुहीको सेवा गर्न पाइयोस्, गरिबलाई दिन पाइयोस्, मगन्ती आओस्,
घरबाट केही न केही दिन पाइयोस्, अथवा अरू केही पनि भएन भनेदेखि गुरुकुल जस्ता संस्थामा केही दिन सकियोस्, दिन पाइयोस्। हरि पूजनम, सधैँ हरिको पूजा होस्, चाहे शिवजीको होस्, चाहे हरिको होस्, चाहे गणेशको होस्, देवी देवताको पूजा गर्न पाइयोस्। साधु सङ्गम उपासते च सततम, साधु सज्जनको सङ्गत पाइयोस्, कथा बेला बेलामा कथा प्रवचन गर्न पाइयोस्, सुन्न पाइयोस्, सत्सङ्ग गर्न जान पाइयोस्, कुनै किसिमको बाधा व्यवधान नआओस्। हो त्यस्तो किसिमबाट जीवन अगाडि बढ्यो भने त्यो गृहस्थ आश्रम चाहिँ धन्य हो। हामी सबैको त्यस्तै किसिमको गृहस्थ आश्रम भयो भने बल्ल जीवन सफल हुन्छ। अब सधैँ घरमा झगडा छ, छोराछोरीले आफूले मानेको मान्दैनन्, अभावै अभाव छ, अनि कसैलाई दिन केही पाइएको छैन, सक्ने हैसियत पनि छैन। त्यस्तो भयो भने चाहिँ धिक धिक गृहस्थाश्रमम, त्यस्तो गृहस्थाश्रमलाई चाहिँ के भनिन्छ? धिक धिक भनिन्छ। दोस्रो आश्रम भनेको त्यो। अब 50 वर्षबाट 75 वर्षसम्म चाहिँ वानप्रस्थ आश्रम, 25 सम्म ब्रह्मचारी आश्रम, दोस्रो गृहस्थाश्रम, 75 सम्म वानप्रस्थ आश्रम, जङ्गलमा जाने, जङ्गलका कन्दमूलहरू खाने, जितेन्द्रिय बन्ने र आफैले परिश्रम गरेर आफैले कमाएर खोजेर खाने, त्यस्तो आश्रम चाहिँ वानप्रस्थ आश्रम हो। अब त्यो अहिले धेरै कम हुन्छ, वानप्रस्थ आश्रममा कोही जाँदैन। र सन्यास आश्रम चौथो चाहिँ सन्यास आश्रम हो। यो चाहिँ राजा ययातिले अष्टसँग भनिरहनु भएको छ है। यो 4वटा आश्रम। सन्यास आश्रम भनेको चाहिँ के हो त? हाम्रो एकजना सन्यासी बाबा हुनुहुन्थ्यो नि, आज आउनु भएको छैन। सन्यासीको अर्थ चाहिँ सम्यक्तया न्यास सन्यास, सबै चिजलाई राम्रोसँग परित्याग गर्न सक्नु चाहिँ सन्यासी हो। सम्यक्तया न्यास सन्यास, सबै चिजबाट अलग हुने, वैराग्य प्राप्त हुने, कुनै चिजको लोभ छैन, इन्द्रियलाई आफ्नो बसमा पारेको छ, गृहस्थीको घरमा बस्दैन, जे मिल्यो त्यही खान्छ र सबै चिजबाट अलग हुन सक्यो भनेदेखि त्यो चाहिँ सन्यासी हो। अब भगवानको भक्त भजन गर्ने त छँदैछ आफ्नो ठाउँमा, त्यो त अब गृहस्थीले पनि गर्छन्। मैले हजुरहरूलाई सधैँ भनिरहेको छु, गृहस्थीका चाहिँ 5वटा कर्म हुन्छन् भनेर, 5वटा काम हुन्छन्, त्यो हामीले सधैँ गरिरहेकै छौँ। सन्यासी भनेको चाहिँ सबै चिजलाई परित्याग गर्नेको नाम हो सन्यासी। हामी गृहस्थीले सम्पत्तिबाट चाहिँ अलग हुन सक्छौँ। र वैराग्य भनेको चाहिँ फेरि कस्तो भने, घरमा झगडा भयो, मैले घर छोडेँ भनेर जानु वैराग्य हुँदैन। घरमा झगडा भएर घर छोडेर गयो भने त्यो वैराग्य हुँदैन। वैराग्य भनेको चाहिँ प्रशस्त आफूसँग छ, कसैसँग मनमुटाव पनि छैन, केही पनि छैन, उसलाई ज्ञान प्राप्त भएको छ, ज्ञानको कारणले गर्दा यो संसार केही होइन रहेछ, सम्पत्ति केही पनि होइन रहेछ भनिन्छ नि। द्रव्याणि भूमौ पशवश्च गोष्ठे, नारी गृहद्वारी जना श्मशाने, देहस्थितायां परलोक मार्गे कर्मानुगो गच्छति जीव एक। हजुर हामी सँगसँगै जाने के त भन्दा हामीले जे कमाएका छौँ त्यही जानियो सँगै, अरू केही पनि जाँदैन। हामीले कमाएको सम्पत्ति जमिनमै हुन्छ, ब्याङ्कमा भए ब्याङ्कमै हुन्छ,
घरमा राखेको भए घरमै बस्छ, जहाँ जहाँ छ त्यो त्यहीँ त्यहीँ रहन्छ। हामीले पालन पोषण गरेका पशुहरू गोठमै रहन्छन्। आफ्ना इष्टमित्र श्रीमतीहरू घरको ढोकासम्म मात्रै सँगै हो। आफ्नो अर्धाङ्गिनी भनेको मृत्यु भएपछि घरको ढोकासम्म मात्रै सँगै हो। अनि आफ्ना दाजुभाइ भनेका चाहिँ मसान घाटसम्म मात्रै सँगै जान्छन्, ती पनि फिर्ता भएर आउँछन्। र जाने कुरा छ त भन्दा आफूले जे कमायो जीवनकालमा त्यही सँगै जाने, अरू केही पनि जाँदैन। त्यस कारणले गर्दा यो केही होइन, यो त ढुङ्गो माटो बराबर हो, एउटा आवश्यकता परिपूर्ति गर्ने चिज मात्रै हो, आवश्यकता परिपूर्ति गर्ने चिज मात्रै हो। त्यस कारणले गर्दा त्यसको लागि मरिमेट्नु पर्दैन भनेर जो जान सक्यो त्यही हो सन्यासी। यो केही पनि होइन भन्न सकेर गयो भनेदेखि मात्रै त्यो सन्यासी। रिसले झगडा भयो, घरमा श्रीमान श्रीमतीको बिचमा झगडा भयो, अब घर छोडेर हिँड्यो भने त्यसलाई सन्यासी मानिँदैन। यता अष्टकले चाहिँ अष्टकसँग ययातिराजाले आफ्नो सबै आफूले पाएको ज्ञान जुन थियो त्यो ज्ञानको बारेमा अष्टकलाई बताउने काम गर्नुभयो भनेर शौनकादि गरिएका 28,000 ऋषिहरूका प्रतिमा सुतनाम पौराणिक कथाको वर्णन विस्तार गर्दै हुनुहुन्छ। मत्स्य महापुराणको मत्स्य अवतार भगवान प्रभुको अब थोरै दान दातालको म नाम पढ्छु, त्यसपछि भजन गाउने। अब यहाँ मैले बारम्बार भनिरहेको छु, जलबिन्दु निपातेन क्रमशः पुर्यते घट। पानीको थोपा थोपाले गाडी भरिन्छ भने जस्तै हामीले हिजोदेखि जुन किसिमले सहयोग गर्दै आएका छौँ त्यही सहयोगबाट यो संस्था यहाँसम्म आइपुगेको छ। हजुर हामी सबैले सहयोग गर्दै आएको हो। त्यस कारणले गर्दा प्रत्येक वर्ष हाम्रो यो जुन आयोजना गरिन्छ त्यो आयोजना पनि यही गुरुकुलको समुन्नतिको लागि हो। हाम्रा सञ्चालकज्यूहरू समितिहरू खटिरहनु भएको छ, सबैले आफ्नो आफ्नो किसिमबाट हजुरहरूले सहयोग गरिरहनु भएको छ। यही सिलसिलामा दान गर्ने दाताहरू हुनुहुन्छ। ललितबहादुर खड्का रत्नगर 13 जयमङ्गलाबाट स्वर्गीय पिता रामचन्द्र खड्का, स्वर्गीय माता जनक कुमारी खड्का र स्वर्गीय श्रीमती मनमाया खड्काको स्मृतिमा रु 1,105 दान गर्नुभएको छ। उहाँको सुख समृद्धि ऐश्वर्य र पितृहरूको वैकुण्ठवासको कामना हामी सबै गर्दछौँ। उहाँलाई यस्तै गरी सीताराम कोइराला रत्नगर 13 जयमङ्गलाबाट धान्य पूर्णमा बापत रु 1,150 रुपियाँ प्रदान गर्नुभएको छ। उहाँको पनि सुख समृद्धि ऐश्वर्यको लागि भगवान रामचन्द्रसँग कामना गरौँ। यसै गरी सोमनाथ भारती रत्नगर 13 जयमङ्गलाबाट 16 श्राद्धको नवमी तिथिमा ब्राह्मण भोजन बापत रु 5,500 प्रदान गर्नुभएको छ। उहाँको पनि सुख समृद्धि ऐश्वर्यको कामना गर्दछौँ। यसै गरी श्रीकान्त भट्टराई रत्नगर 14 डुम्री चोकबाट धान्य पूर्णिमा बापत रु 1,005 प्रदान गर्नुभएको छ। उहाँको पनि सुख समृद्धि ऐश्वर्यको निम्ति भगवानसँग हामी प्रार्थना गर्दछौँ। चन्द्रप्रसाद लामिछाने रत्नगर 12 सालघारीबाट धान्य पूर्णिमा बापत रु 1,500 प्रदान गर्नुभएको छ। उहाँको पनि सुख समृद्धि ऐश्वर्य प्राप्त होस् भन्ने भगवानसँग हामी प्रार्थना गर्दछौँ। यसै गरी रेशमलाल लामिछाने रत्नगर 12 सालघारीबाट धान्य पूर्णिमा बापत रु 1,055 प्रदान गर्नुभएको छ। उहाँको पनि सुख समृद्धि ऐश्वर्य प्राप्त होस् भन्ने भगवानसँग प्रार्थना गर्दछौँ। यसरी नै गीता सुवेदी रत्नगर 13 जयमङ्गलाबाट धान्य पूर्णिमा बापत रु 1,500 प्रदान गर्नुभएको छ। के भन्नु छ? उहाँको पनि सुख समृद्धिको निम्ति भगवानसँग प्रार्थना गर्दछौँ।
वरुण सुवेदी रत्नगर 12 जमुनापुरबाट धान्य पूर्णिमा बापत रु 5,505 प्रदान गर्नुभएको छ। उहाँको पनि सुख समृद्धिको लागि कामना गर्दछौँ। यसै गरी विष्णु कुमारी पराजुली रत्नगर 11बाट धान्य पूर्णिमाको अवसर बारेर उहाँले 1,105 प्रदान गर्नुभएको छ। उहाँको पनि सुख समृद्धि ऐश्वर्यको कामना गर्दछ। हस् हस् ल अब हाम्रो समितिको निर्णय अनुसार जसले 1,005 देखि माथि जसले दान गर्नुहुन्छ उहाँहरूलाई चाहिँ यहाँबाट सम्मान गर्ने कार्यक्रम भएको हुनाले म 1,005 दान गर्नुहुने ललितबहादुर खड्का रत्नगर 13लाई म यहाँ सम्मानको निम्ति बोलाउँदछु। खै अदिलो बाबु ए हजुरहरूले सम्मान गर्नुलाई ताली दिनु होला। ल हजुर ल आउँछ। लाई पनि म यहाँ सम्मानको निम्ति यहाँ बोलाउँदछु। ल ल हजुरले ल आशीर्वाद दिनु। ओम मन्त्राधा सफला सन्तो पूर्णा सन्तो गता कतुला विनाशस्तो मित्राणाम मधुस्तव। ल अब यसै गरी सोमनाथ भारती ल को हजुर सोमनाथ भारती ल सोमनाथ भारती भवानी भारतीज्यूलाई पनि सम्मान ग्रहण गर्नको निम्ति म आग्रह गर्दछु। ल भवानी भारती ओम मन्त्राधा सफला सन्तो पूर्ण सन्त मनोरथा। पहिला पो लाउनु पर्यो। ल नाच्नु जानुहोस् अब। ल हजुर भजन गाइदिनुहोस्। हजुर न हजुर हो ए सन्त मनोरथा।
अब एकछिन है रेशमलाल लामिछाने रत्नगर 12 हुनुहुन्छ रेशमलाल लामिछाने भयो है गीता सुवेदी रत्नगर 13 जयमङ्गला जमुनापुरबाट धान्य पूर्णिमाको बापत रु 5500 ल हजुर यहाँ उपस्थित हुनुहुन्छ भने आउनुहोस् है हजुर आउनुहोस् हजुरको आउनुहोस् आमा आउनुहोस् हजुर यो लगाउनुहोस् लाउनुहोस् बाटो यस्तै खने स्वर्ग जाने हो भने बाटो यस्तै खने स्वर्ग जाने हो भने बाटो यस्तै खने बाटो यस्तै खने स्वर्ग जाने हो भने स्वर्ग जाने बाटो नढुङ्गा छ न माटो स्वर्ग जाने बाटो नढुङ्गा छ न माटो या छ नाम गाउँदै गाउँदै बजाउँदै